वानीले त्यो हड्केलाई हेर्ने ह्याप्पी न्यू इयर। आज चाहिँ नयाँ वर्ष हामी चाहिँ बाहिर घुम्न जान लागेको छोरी चाहिँ रेडी हुँदैछ। हामी आज नयाँ वर्ष मनाउनलाई घुम्न जान लागेको छौँ। सम्पूर्णमा नयाँ वर्षको शुभकामना भिडियो आउँदैछ है त। ल हामी चाहिँ बसमा आइसकेका छौँ। लगभग हाम्रो ग्रुप चाहिँ 30-35 जनाको ग्रुप छौँ यतातिर। हामी बसमा चढेर आजको हाम्रो घुमाइ भनेको गोदावरी घुम्न जाँदैछौँ। हामी चाहिँ सबैजना हामी जाँदैछौँ। सो ब्याकग्राउन्ड म्युजिक चाहिँ मैले अफ गरेको छु किनभने कपिराइट आउँछ गीतमा। त्यही भएर हामी चाहिँ अहिले यतातिर सबजना रमाइलो गर्दैछ। अनि टक्कै दुश्मन हेरेको हेरै भन्ने गीतमा पुरै रमाइलो भइरहेको छ यतातिर बसमा चाहिँ। ब्याकग्राउन्डमा एकदम बवाल रमाइलो भएको थियो त कपिराइट आउँछ र मैले अफ गरे हो। हामी जाँदैछौँ गोदावरी। हेलो हामी चाहिँ आइपुग्न लाग्यौँ जस्तो छ है। यतातिर ल यतातिर रमाइलो भइरहेछ। हाम्रो अलिकति अघि बसले बाइकलाई ठोक्कर दिएर अलिकति तनाव भएको थियो। हामी चाहिँ तल चिसोहरू किनेर आइसक्यौँ। रिसोर्टहरू दामी दामी के भन रहेछ के हो पहाड यतातिर दामी छ। ल दामी मान्छेहरू टन्न आएको जस्तो छ। आज घुम्नलाई मान्छे चाहिँ टन्न जस्तो छ है त। ल यतातिर रहेछ त मान्छे त मान्छेहरू बसमा रिजर्भ गरेर है गाडी बस टन्नै रिजर्भ गरेर आउँदो रहेछ नि त मान्छेहरू। रिजर्भ हामी पनि बस रिजर्भ गरेर आएको छौँ। हामी यहाँ अलि अगाडि जानु मिल्छ मिल्दैन भन्ने कन्फ्युज भयौँ। ट्राफिकलाई सोध्नेछ हामी। ट्राफिकले के भन्छ ट्राफिकले रोक्न भनेर भनौँ। यहाँ ल आई लभ गोदावरी ल दामी होला जस्तो छ ठाउँ चाहिँ। यहाँ दायाँहरू झरेर सोध्दैछ है त। दायाँहरू झरेर चाहिँ यहाँ अगाडि जान मिल्छ मिल्दैन गाडी छिर्न पाउँछ पाउँदैन भनेर सोध्दैछौँ हामी। यहाँ अगाडि जान त मिल्नुपर्ने हो कताबाट जाने भनेर त्यही पनि ट्राफिकले ल दायाँहरू झरिसक्नु भयो र सोध्दै हुन्छ।
अगाडि त जानै पर्छ भनेर फोटो खिच्दै रहेछ फोटो खिच्ने यसमा फोटो मान्छेहरू त टन्नै भेला भएर छ त ल टन्नै घुम्न आउँदै रहेछ त त्यतिर त फर्स्ट टाइम हाम्रो पनि गोदावरी हामी चाहिँ अगाडि आइसकेका छौँ मान्छेहरूको भिड छ यहाँ चाहिँ पुरै बाटोमा बस पनि हिँड्न गाह्रो भइरहेछ यतातिर चाहिँ ल सानो बाटो रहेछ मान्छे हिँड्ने पनि यतैतिर यतातिर मान्छे हिँड्ने ल पसलहरू पनि टन्न रहेछ ल यतातिर यो के हो यस अनि हामी जाँदैछौँ टन्नै फ्यामिली टन्नै आएर छ मान्छेहरू जङ्गली वरिपरि जङ्गल घर बाटो दामी छ ल हिँड्ने ठाउँ घुम्ने ठाउँ चाहिँ रमाइलो रहेछ स्टार्टिङ बाटो नै अनि यतातिर टन्नै मान्छेहरू जाँदैछौँ हामी अगाडि अझै अगाडि हो कि क्या हो अगाडि जङ्गलको बाटो बिचमा रोड बनाएर छ ल दामी छ ठाउँ चाहिँ घुम्न लायक रमाइलो हुनेवाला मान्छेहरू त टन्नै छ त ल बाटो पनि बस हिँड्नलाई पनि गाह्रो भइरहेछ के हो यो पसलहरू पनि टन्नै रहेछ सब बसै मान्छेहरू टन्नै आएर छ नि त बसमा कोही हिँड्दै आयो होला त नजिकको हिँड्दै आउने होला प्राय टाढा हामी जस्तो चाहिँ बसमा होला अगाडि जाने बाटो छुनु ल अगाडि ल जङ्गल दामी छ ल ल ल ल ल ल ल हामी गोदावरी आइसकेको छौँ है गाइजहरू ल ल अगाडि पानी परेर अगाडि आइसक्यौँ पानी पर्ला जस्तो भइरहेछ पानी अलिअलि पर्दैछ पानी पर्यो भने त गाह्रो हुन्छ घुम्नलाई ल बबाल भ्यू चाहिँ दामी घरहरू पनि यता दामी ठाउँ पनि यहाँबाट चाहिँ हामी हेलो गोदावरी हामी चाहिँ बसदेखि ओर्लिएर पनि तल झरिसकेको छौँ ल यहाँदेखि चाहिँ हिँड्दै जानुपर्ने रहेछ अलिक तल चाहिँ टिकट काउन्टर तल रहेछ त्यसपछि मात्र भित्र छिर्न पाउने ठाउँ रहेछ भन्ने पत्ता लगाइयो
ल हामी चाहिँ फाइनल्ली भित्र छिरेर पनि चलाइसकेछौँ यतातिर दामी रहेछ नि त ठाउँ त ल मास्को एरिया हरियाली हरियाली रहेछ त्यतिर नेपाली पनि दामी रहेछ ल मान्छेहरू टन्नै ओहो यतातिर भिड रहेछ यतातिर पो मान्छेहरू टन्नै आएको छ त यतातिर रहेछ नि त ल भिड त हामी छिर्यो हामी घुम्ने ठाउँ त्यस्तै त होला नि त्यतिर होला घुम्ने चाहिँ मान्छेहरूको भिड त ल कहाँ गयो हाम्रो ग्रुप यता जाने होला हामी ढिलो गर्छ नि ढिलो सब गइसक्यो जस्तो छ अगाडि हामी मात्र पछाडि जाँदैछौँ हामी यहाँ पोखरीलाई जम्मा फुल्ने फुल के भन्छ कमल फुल होइन हो अरूले छोडिसकेछन् त हामीलाई मात्र पछाडि हाम्रो ग्रुप चाहिँ कता हो यतातिर त होइन पानी पनि पर्ला जस्तो छ मान्छेहरू आफ्नो ग्रुप बनाएर यतातिर रमाइलो गर्दै रहेछ होइन अनि कसले पर्खिरहेको छ त आफ्नो तालमा छ यहाँबाट पनि हामी मस्तिर जानुपर्ने रहेछ मान्छेको भिड फुल बगैँचा फुलको मान्छेहरू कति धेरै फिस हेर्ने फिस ए माथि नचढ छैन गोदावरी रहेछ हेर यहाँ चाहिँ यस्तो रहेछ अब हामी यहाँबाट माथितिर जाँदैछौँ पिल्ला मनाइ छ अगाडि दुईजना मान्छेको भिड सब मान्छेहरू हतार जाँदैछ यहाँबाट माथि जाने हो फुल के फुल लबर जस्तो फुल हो यो यता हेर त तिमीलाई नि किन्ने हैन तिमी उले वाउ यतातिर फुल दामी रहेछ त दामी ल त्यो दामी फुल रहेछ यो के फुल कुन फुल हो यो कुटाली हैन बटरफ्लाई हैन
हेर नि यहाँ सबै हेर्दै यहाँबाट दामी देखिएछ त त्यति दामी देखिँदैन दामी ठुलो गोदावरीको जङ्गलतिर छ यतातिर फुलहरू अब यता घुमिसकियो आधीभन्दा धेरै रहेछ यतातिर बाँस हो क्या यो सुक्या यो बाँसै यस्तै हो यो के हो हामी चाहिँ झ्याप्प आज गोदावरी एक केस कोक बोकेर म चाहिँ माटोतिर लाग्दैछु हामी चाहिँ माथि छ यो तलको मान्छेहरू टनमा छन् आफ्नो हामी चाहिँ यतातिर खाजा खानलाई बसेको छौँ सबैजना भेला भएर सबैजना लगभग घुमिसक्यो चाहिँ हामी खाजा खानलाई तयारी हुँदैछ हाम्रो सबैजनाको खाजा बाँड्न थालिसक्यौँ सबैले खान थाल्दैछ मासु चिरा अचार पिरो खानेलाई पिरो नखानेलाई सबै व्यवस्था भएको छ छ बिउको साथको पस्किँदैछ पसिनेले खानेछन् खाना सबैजना खाना रेडी होस् खाना थालिसकेका छन् अहिले हाल्दैछ तयारी हुन्छ हामी चाहिँ खाजा खाना थालियो हे गाइजहरू भइसक्यो लगभग मेरो पनि खाजा खाना थाल्यौँ सबैजना खाना थाल्नुभयो म पनि खानालाई रेडी
मासु चिउरा एकदम छोइला चाहिँ छोइला हो राँगाको छोइला छ हाम्रो खाने कार्यक्रम पनि लगभग सकेर म चाहिँ मास्तिर घुम्न छु यता चाहिँ ठुलो पोखरी रहेछ यहाँ चाहिँ एउटा पोखरी बनाइदिएर रहेछ बिचमा जाने ठाउँ बिचमा गएर फोटो सुट गर्ने ठाउँ रहेछ यतातिर जो ठाउँ दामी बनाएर छ घुम्न लायकको यता एरिया आज चाहिँ न्यु इयर स्पेसल भएको कारणले मान्छेहरू यति धेरै भेला भएको छ जता गयो मान्छे छता गयो मान्छे ल यहाँ दामी ठाउँ बनाइदिएर छ लहराबाट माथि ब्रिज पाइने ठाउँ रमाइलो छ कतिर पनि यो बाटो दामी बनाइदिएर छ सो गाइस हामी चाहिँ घुमिसक्यौँ अनि थ्याङ्क यू फर भिजिट हामी बाहिर निक्लिने ठाउँमा आइसकेको छ बाहिर घुमिसक्यो लगभग मान्छेहरू हामी चाहिँ घुमेर पनि फर्किसकेका छौँ हामी बसभित्र रमाइलो त्यतिर भइरहेको छ आज जोस गोदावरी फर्स्ट टाइम घुमियो रमाइलो रहेछ ठाउँ घुम्न लायकको हरियाली ठाउँहरू बाटो राम्रो रहेछ बनाएर छ फुलहरू घुम्नलाई वैशाख 1 गतेको हाम्रो घुमाइ 30-35 जनाको ग्रुपमा रमाइलो भयो बस रिजर्भ गरेर आइयो आजलाई यति नै भिडियो थ्याङ्क यू ह्याप्पी न्यु इयर भन्दै नयाँ वर्ष 2082 एकदम सुखदमय रहोस् यहाँहरू सम्पूर्णको